गाइज वेलकम टु माई न्यू ब्लग। हेर्न सक्नुहुन्छ हाम्रो बरुवाहरू खाना खाँदैछन्। चामल ल्याएर हालिदिएको भात, गाइज भात तातो भात ल्याएर हाल्दैछ। यिनीहरूले छिटो बच्चा पार्छन् होइन। हेर चलाको खुट्टो अलि बिग्रिसक्यो गाइज, किनभने अस्ति भागेर छोप्दाखेरि खुट्टो अड्केछ। अनि यसलाई बल्ल छोपेको। उसले खाना खाएर माटो हानेको गयो त्यो तिनवटा। यसले हिजो ग्यास कमाल गरिदिए। हाम्रो टुप्टो गरेर कमाल गरिदियो भाइ। अब गयो फेरि त पोथी नि गइदिन्छ हेर्छ। सेट हुन्छ नि त। अब आउँदै आउनु मेरो त बत्तल त्यही हो भएमै राख्नु पर्छ। त्यहाँबाट माटो हान्छ अनि हेरौँ यति त कतिखेर आउने तिमी पोथी झोक्राएको छ। त्यो नयाँ छोपेर ल्याएको पनि ग्यास भएको पोथी अनि माथि गएर लड्यो भने ल त्यो नुहाउनु खोज्छ। ध्यान अनि गाइस उडाइ आउने तालले गयो नि यो पोथी नि जान्छ कि नत्र म त्यो देखाइदिन्थेँ। हेर्नु ओर्लिन्छ गाई जग्गा ओर्लिहाल्छ। पोथी बारेमा गाई तिनीहरूको फ्लाइ देखाउँछ ओर्लिहाल्छ न। आए हेर्नु पऱ्यो। अब त्यसलाई म भाले ल्याउने विचार गरेको छु गाई। भाले त परेन, यो पट्टा भाले निस्किन्छ गाई। हेऱ्यो पट्टा भाले निस्किन्छ। त्यसैसित क्रस गरिदिनु त्यो भालेलाई। त्यो भाले त्यसलाई भाले हो गाइस। त्यही भन्नु अनि यसको अब मर्दैन होला। नखाऊ भने त मर्छ त्यो। पुरै झोक्रा गाई छैन, फुल झोक्रा छ। त्यसको मर्ने वा ट्युस्डे खोलिदिन्छु एक दिन। हाम्रो बस ट्युस्डे हालिदिन्छु। गयो जान्छ बस्छ क्या त्यहाँ हाम्रो पऱ्यो कसैलाई लान्न गयो जान्छस्।